महेश बस्नेतको घर जलेर खरानी हुँदा पनि यिनको बुद्धि आएको छैन। चुनाव ताका यिनले बारेनलाई खनेको खेदोले गर्दा यिनी चुनावमा पनि हारे। अहिले यिनको अवस्था देख्दा मलाई आश्चर्य लाग्छ र अहिले यिनले पत्रकारहरूलाई लक्षित गर्दै यस्तो भनेका छन्। दाल राजीव खत्री ल त्यो राजीव खत्री भन्ने फटाले मेरो बारेमा यौन काण्डदेखि लिएर अनेक भन्छ, त्यो पनि पुष्टि गर, च्यालेन्ज तँलाई खुकुरी राखेर पुष्टि गर। अदालतमा तिमीले नै उचालेर अहिले फेरि अरू खालको रिट हालेछौ, पुष्टि भने म काटिँदा पुष्टि भने तल काट्छु, ल यो च्यालेन्ज मेरो। यिनको सम्पत्तिसँग सम्बन्धित कुरा त मैले पुष्टि गर्न सक्दिनँ, त्यसको लागि चाहिँ सम्पत्ति सिद्धिकरण आयोग अनि अख्तियार दुरुपयोग अन्य कुराहरू छन् होइन। तर यिनको यो यौन काण्ड र यो यौनसँग सम्बन्धित कुरा चाहिँ एकपल्ट यो भिडियो फेरि हेरौँ है त। मेरो इच्छा नभएको बेला, म बिरामी भएको बेला जब उहाँले म माथि रिलेसन राख्नुभयो त्यसपछि मलाई मन परेन। मलाई नो भने बेलामा म माथि पनि एउटा केही एउटा गरिन्छ भने त्यो त बलात्कारै हो नि, होइन र के होइन। केपी ओलीको दाहिने हात भनेका यी महेश बस्नेत अझै पनि घमण्डले गर्दाखेरि सकिनेवाला छन्। अझै पनि पार्टी विस्तार गर्छु र अगाडि बढ्छु भन्ने यिनको जोस सकिएको छैन। जेन्जीहरू भनेका के हुन्, यस्ता जेन्जी फेन्जी, मेरो घरमै 2टा जेन्जी छन्, मैले भात पकाएर खाना दिइनँ भने ती जेन्जीको हालत बेहाल हुन्छ, यो जेन्जी सेन्जी केही पनि होइन भनेका छन्। अब आउने चुनावमा यिनको के दशा आउने होला।